तिमलाई एउटा तितो सत्य भनौँ, तिम्रो सबैभन्दा ठुलो शत्रु कुनै मान्छे होइन। तिम्रो सबैभन्दा ठुलो शत्रु त्यो भोलि हो, जसको पर्खाइमा तिमीले आफ्नो कति आजलाई बर्बाद गरिसक्यौ। तिमी भन्छौ नि भोलिदेखि पढ्छु, भोलिदेखि जिम जान्छु, अर्को महिनादेखि नयाँ काम सुरु गर्छु, तर त्यो भोलि कहिले पनि आउनेवाला छैन। तिमी आफैलाई सोध त, तिम्रा ती ठुला ठुला प्लानहरू कहाँ गए? तिम्रो ती सपनाहरू जसले तिमीलाई रातभरि सुत्न दिएको थिएन, ती सपनाहरू आज कुन अवस्थामा छन्? रियालिटी यही हो, तिमीसँग कमालको आइडिया छ, ठुलो सपना छ, तर तिमीसँग कन्सिस्टेन्सी छैन। र बिना कन्सिस्टेन्सी तिम्रो सपना जति सुकै ठुलो भए पनि त्यो सपना केवल कल्पनामा सीमित हुन्छ। यो जुन 18 देखि 35 को उमेर छ नि, यो उमेरमा रगत उम्लिन्छ। युट्युबमा एउटा मोटिभेसनल भिडियो हेर्यौ, 2 घन्टाको लागि खुब जोस आउँछ, लाग्छ अब धरती नै पल्टाइदिन्छु, तर भोलि बिहान फेरि त्यही अलार्म बन्द गर्ने, फेरि त्यही अल्छीपन गर्ने, फेरि त्यही बहाना बनाउने, किनभने तिमी मोटिभेसनको भरमा बाँचिरहेका छौ। मोटिभेसन त्यो आगो जस्तै हो, जसले एकछिन तातो त दिन्छ, तर दाउरा सकिने बित्तिकै निभ्छ। तिमीलाई आफ्नो जीवन बदल्न मोटिभेसन होइन, अनुशासन चाहिन्छ। अनुशासनको मतलब के हो? जब तिम्रो मन हुँदैन, जब तिमी थकित हुन्छौ, जब बाहिर पानी परिरहेको हुन्छ, जब तिमीलाई ओछ्यानबाट उठ्न मन लाग्दैन, त्यति बेला पनि उठेर आफ्नो काम गर्नु नै अनुशासन हो। मुड चल्दा त जो कोहीले पनि काम गर्न सक्छ, तर मुड नहुँदा पनि जसले आफ्नो काम पुरा गर्छ उसैले इतिहास रच्छ। हामी गल्ती कहाँ गर्छौँ थाहा छ? हामी एकै दिनमा पहाड पल्टाउन खोज्छौँ, एकै दिनमा 10 घन्टा पढेर टफ हुन खोज्छौँ, एकै दिनमा जिम गएर बॉडी बनाउन खोज्छौँ, तर एक दिनमा सम्भव हुँदैन। सफलता कुनै चमत्कार होइन, यो त हरेक दिन गरिने सानो सानो बानीहरूको फल हो। जस्तै हरेक दिन मात्र 1 पाना किताब पढ्नु, हरेक दिन मात्र 20 मिनट व्यायाम गर्नु, हरेक दिन आफ्नो करियरको लागि मात्र 1 घन्टा नयाँ स्किल सिक्नु। यो प्रत्येक दिनको सानो सानो काम हेर्दा लाग्छ यो त धेरै सानो छ, यसले के फरक पार्छ र? तर याद राख, यही सानो बानी जब 365 दिन लगातार गर्छौ, तब यसले तिम्रो जीवनमा एउटा ठुलो भूकम्प ल्याउँछ, जसलाई भनिन्छ कम्पाउन्डिङ इफेक्ट। आज तिम्रो सानो बानीले नै तिम्रो भविष्यको साम्राज्य खडा गर्छ। धेरैलाई लाग्छ अनुशासनमा बस्नु भनेको आफ्नो स्वतन्त्रता गुमाउनु हो, जेलमा बस्नु हो, तर यो एउटा भ्रम हो। अनुशासन नै वास्तविक स्वतन्त्रता हो। यदि तिमी अनुशासनमा बसेनौ भने तिमी आफ्नो खराब बानीको दास बन्छौ, तिमी आफ्नो अल्छीपनको गुलाम बन्छौ। तर जब तिमी आफूलाई अनुशासित बनाउँछौ, तिमी आफ्नो समयको मालिक बन्छौ, तिमी आफ्नो दिमागको मालिक बन्छौ। आज तिमीसँग 2टा विकल्प छन्, या त आजदेखि अनुशासित भएर काम गर्ने कष्ट गर, या त भोलि जीवनभरि पश्चाताप गर। डिसिजन तिम्रो हातमा छ। काम गर्दा हुने कष्ट केही वर्षको लागि मात्र हुन्छ, तर पछुतोको पीडा जीवनभरि हुन्छ। यो भिडियो सकिएपछि तिमी फेरि अर्को भिडियो स्क्रोल गर्न सक्छौ, वा फेरि ओछ्यानमा पल्टिन सक्छौ। तिम्रो जीवनमा केही बदलिँदैन, तर यदि तिमी साँच्चै आफ्नो आमा बुबाको सपना पुरा गर्न चाहन्छौ भने, आफ्नो पहिचान बनाउन चाहन्छौ भने, र भोलि एउटा सफल व्यक्ति बन्न चाहन्छौ भने अल्छीपनलाई आजै छोडिदेऊ। तिम्रो प्लानिङ धेरै भयो, अब एक्सन लिने समय हो। आजबाट अहिलेबाट नै सुरु गर। एउटा सानो, एकदम सानो कदम अगाडि बढाऊ। अब उठ, आफ्नो ओछ्यान मिलाऊ, आफ्नो फोनलाई साइलेन्ट गर,
र आफ्नो काम सुरु गर, किनभने इतिहास पढ्ने होइन, इतिहास रच्ने हो। आफ्नो भोलिलाई भनिदेऊ कि मेरो समय सुरु भइसक्यो।